हामी मुस्ताङको टाढा भन्ने ठाउँमा अहिले चाहिँ हामी सिन्धुलीबाट हेटौडातर्फ लागिरहेछौँ। सिन्धुलीदेखि चाहिँ हेटौडा 130 किलोमिटर रहेको छ। हामी हेटौडामा सिन्धुलीमा खाना खायौँ। आजको चाहिँ डे 1 हो। डे 2 हो। अब हामी एकैचोटि भरे पोखरा बसेर भोलि चाहिँ हामी उता मुस्ताङ जान्छौँ। यता भान्जा हुनुहुन्छ, यता बहिनी हुनुहुन्छ। बहिनीलाई चाहिँ अलिक निन्दाले सिकिस्तै पारेर सिरियसै हुनुहुन्छ। यता हाम्रो भाइ हुनुहुन्छ, दुखी भाइ, यता भाइहरू हुनुहुन्छ। यहाँ मेरो बुढी छ। अहिले चाहिँ हामी गीत गाउँदै गइरहेछौँ। वेदरले एकदमै साथ दिइरहेछ। तपाईँलाई अरू अपडेट दिँदै गरौँला। हेरिरहन पाऊँ माया गरिरहन पाऊँ माया गरिरहन पाऊँ। हामी चाहिँ यति लामो यात्राबाट पोखरामा पुग्यौँ। अनि पोखरामा चाहिँ हामी अहिले एकदमै डान्सहरू भइरहेको थियो। तिहारको देउसी भैलो खेलिरहेको थियो। अनि हामीले इन्जोय गऱ्यौँ स्ट्रिटमा हिँडेर। त्यसपछिबाट खाना खाएर हामी चाहिँ होटलतर्फ लाग्यौँ। होटलदेखि खाना खाइसकेपछि पनि हामीले जाँदाखेरि देउसी भैलोहरू एकदमै खेलिरहेको थियो। एकदम नेपाली दिदीबहिनी दाजुभाइहरू इन्जोय गरिराख्नु भएको थियो। साथै टुरिस्टहरू पनि एकदमै इन्जोय गरिराख्नु भएको थियो। अनि सानो सानो नानीहरूले डान्सहरू देखेर थियो। एकदमै हामीले चाहिँ इन्जोय गऱ्यौँ। अहिले चाहिँ हामी पोखरामा छौँ गाइस। यहाँ चाहिँ दसैँ तिहारहरू देउसी भैलोहरू खेलिरहेको छ। यो चाहिँ हाम्रो होटल। हेलो गाइस, अहिले चाहिँ हामी पोखरादेखि मुस्ताङ जाँदैछौँ। अहिले बिहानको चाहिँ 6:15 भइसकेको छ। साथीहरू सबैजना रेडी भएर हामी भर्खरै होटलदेखि लाग्यौँ। यता चाहिँ हुनुहुन्छ हाम्रो दिपेश भान्जा, यता हाम्रो हुनुहुन्छ दाइ, यता हुनुहुन्छ हाम्रो सुन्ता बहिनी, यता तर कालो आयो नि त, यता भाइहरू हुनुहुन्छ। हामीलाई सेफ जर्नी। हामी चाहिँ पोखरा हुँदै मुस्ताङ यो ठाउँ चाहिँ मेरो एकदम फेभरेट थियो। किनभने यहाँ चाहिँ स्ट्रिट बाटो हामीले दृश्य देख्न पायौँ। हामी बाटोमा रोकेर द क्लिफ पनि गयौँ। बन्जी चाहिँ गरिरहँ, तर हामी डबल स्विङ सिङ्गल स्विङहरू गऱ्यौँ। म र सुन्ता बहिनीले चाहिँ डबल स्विङ पनि गऱ्यौँ अनि प्लस सिङ्गल स्विङ पनि गऱ्यौँ। एकदम रमाइलो भएको थियो। फोटोहरू हामीले लियौँ ग्रुपमा। अनि त्यसपछिबाट त्यहाँनिर बन्जी चाहिँ हेर्ने हो। अब भिडियो सिडियो सक्यो। हामी चाहिँ फेरि वी आर हेडिङ टु मुस्ताङ। दा एकचोटि छोडिदिनु त। ए म त सक्नु भएको छैन। गाइस यो चाहिँ स्वर्ग जाने बाटो हो। उयो पारी छ सिडी हेरौ न। माथि गाउँ हो। अहिले होटल बनाएर गाडी उता अगाडि रोक्छु कि म। माथि बाटो छिर्नु ल त्यसो भए।
होइन त्यस्तो के पाइयो हामी चाहिँ पर्वतबाट फेरि मुस्ताङतिर लागिरह्यौँ। यो बाटो चाहिँ एकदम न्यारो रहेछ अनि त्यो बेलामा चाहिँ पुरा बाढी पहिरोहरू पनि गएको थियो अनि त्यसपछिबाट ट्राफिकहरू एकदमै थियो। हामी लगभग 2.5 घन्टा 3 घन्टा चाहिँ ट्राफिकमै पर्यो, थोरै थोरै कुदाउने अनि रोक्ने फेरि बाहिर निक्लिने। अनि मलाई यो बाटो चाहिँ एकदम डेन्जर लाग्यो अनि हामी जाँदैछौँ। हामी चाहिँ गफ गर्दै मुस्ताङको बाटो लागिरहेका छौँ। अब चाहिँ हामीलाई कस्तो फिल भइरहेको थियो, सिनहरू पनि अब चाहिँ मुस्ताङमा लागेको कि जस्तो खालको भइरहेको थियो होइन। अनि रमाइलो रमाइलो गीतहरू सुन्दै गाउँदै हामी चाहिँ खोलाको यो नदीको तिरैतिर हामी अगाडि बढिरहेको थियौँ। कस्तो राम्रो नि हेर्नु न त क्रिसमस ट्री जस्तै। हामी चाहिँ जुमसुम आउनुभन्दा केही अगाडि चाहिँ खाजा खायौँ अनि त्यसपछिबाट चाहिँ हामीले होटलतिर। अनि यो चाहिँ हाम्रो होटलको झ्यालबाट देखिएको जुमसुम झ्यालकै अगाडि यस्तो ठुलो हिमाल देख्यौँ अनि हामीलाई एकदम रमाइलो लाग्यो होइन। वी आर सो एक्साइटेड। एन्ड हामी चाहिँ यो होटलको यता अपोजिट होटलमा बसेको थियौँ र यो होटलको पनि हस्पिटालिटी एकदमै राम्रो, खाना बस्न एकदम राम्रो थियो र हामीले चाहिँ बेलुका एकदम रमाइलो पनि गऱ्यौँ, तासहरू खेल्यौँ। मलाई चाहिँ खासै तास खेल्न आउँदैन थियो, म चाहिँ हिसाब गरिदिने मात्रै थिएँ होइन। अनि त्यसपछिबाट हामी चाहिँ अब यो लुक्ला होइन, यो फर्स्ट फ्लाइट रहेछ अनि यो हाम्रो झ्यालबाट होटलको झ्यालबाट ठ्याक्क देखिने रहेछ। र हामीले चाहिँ मैले चाहिँ भिडियो बनाएँ होइन। एकदम न्यारो छ अनि यहाँ चाहिँ 12 बजी हावा चल्ने कारणले गर्दाखेरि चाहिँ बिहानै र बेलुका मात्रै हुँदो रहेछ फ्लाइटहरू। अनि त्यसपछिबाट हामी चाहिँ सबै रेडी भएर उता मुक्तिनाथ दर्शन अनि अप्पर मुस्ताङ दर्शन गर्नको लागि चाहिँ सबै रेडीहरू गऱ्यौँ, सामानहरू सबै गऱ्यौँ। अनि हामीले चाहिँ अब यो होटलको लागि होटलमा चेकआउट गर्नको लागि रेडी गर्दै थियौँ। हामीले चाहिँ यहाँनिर खाजाहरू चाहिँ खाएनौँ, त्यस्तो चिया चाहिँ खायौँ। अनि त्यसपछिबाट चाहिँ यो दृश्यहरू देख्न सक्नुहुन्छ। त्यसपछिबाट चाहिँ हामीले होटल चेकआउट गरिसकेपछि वी आर अन द वे टु मुक्तिनाथ। अहिले हामी मुस्ताङको लप डाँडा भन्ने ठाउँमा यसो घुमिडुलाई ल साथीहरु दुकी पोइन्टमा स्वागत छ तपाईहरुलाई। हामीले चाहिँ यो ठाउँमा एकदमै रमाइलो लाग्यो अनि फोटोज भिडियोजहरू हामीले लियौँ होइन। यो अगाडि देख्नुभएको भिडियो चाहिँ एकदम ट्रेडिङमा थियो कि सङ होइन। हामीलाई चाहिँ यो भिडियो बनाउन एकदमै गाह्रो भएको थियो अनि हामीले बनायौँ, दुःखले भए पनि बनायौँ। अनि यो चाहिँ हामीले फोटोहरू लिएको बाटोमा होइन। यो चाहिँ मेरो जुमसुममा खिचेको होटल अगाडि हामीले कस्तो राम्रो आएको छ, मलाई फेभरेट थियो यो मेरो फोटो। अनि यो चाहिँ हाम्रो ग्रुपको फोटो। यहाँ चाहिँ ड्राइभर दाइ छुट्नु भएको छ, उहाँ चाहिँ हाम्रो विकास भाइ, तुक्की भाइ पनि भन्छ। ऊ चाहिँ एकदम फनी युनिकहरू चाहिँ एकदम फनी थियो। फाइनली हामी चाहिँ मुक्तिनाथ मन्दिरमा पुगिसकेको थियौँ। मन्दिर चाहिँ एकदमै धेरै भिडभाड भएको कारणले गर्दाखेरि हामीले चाहिँ मेन मन्दिरमा चाहिँ पूजा गरेनौँ। बाहिर हामीले सबै फुलपातीहरू चढाएर
प्रसादहरू चढाएर पूजाहरू गर्नु होइन एकदमै लाइन बसिरहेको थियो र धेरै टाइम कन्ज्युम हुने हुँदाखेरि हामीले चाहिँ सबैजनाले सल्लाह गरेर बाहिर पूजा गर्ने सोच्यौँ। अनि यहाँ चाहिँ सबै भक्तजनहरू चाहिँ 108 धारामा नुहाउँदै हुनुहुन्थ्यो। अनि मेरो हस्बेन्ड नुहाउनु पनि पानी थाप्दै हुनुहुन्थ्यो अगाडि। म चाहिँ भक्तजनहरूले पानी थाप्नु भएको चाहिँ भिडियो गर्दै हिँडिरहेको थिएँ। अलिअलि पानी जिउतिर छर्किँदै। अनि आई वाज सो कन्फ्युज कि अब म चाहिँ नुहाउनु कि ननुहाउनु। मलाई चाहिँ एकदम नुहाउनु मन लागिरहेको थियो 108 धारामा होइन। तर पानी चाहिँ एकदम चिसो थियो, एकदम फ्रोजनै हुने खालको जस्तो थियो। अनि हाम्रो ग्रुपमा मैले सल्लाह गरेँ यो बाटो चाहिँ उँधो चाहिँ त्यहाँ डुब्नु जान्छ, 2टा छ होइन। अनि सल्लाह गर्दाखेरि चाहिँ कसरी ननुहाउने भयो। अनि मैले फाइनल डिसिजन गरेँ होस् अब जे पर्ला म चाहिँ नुहाइदिन्छु भनेर नुहाएँ। हामीले चाहिँ फोटोहरू पनि ल्यायौँ होइन 1-2वटा। तर यहाँ चाहिँ फोटो लिनु एकदमै कठिन थियो किनभने मान्छेहरू पुरा खचाखच थियो नि त। अनि त्यसपछिबाट हामीले चाहिँ घरमा लानुको लागि पानीहरू थाप्यौँ बोतलमा। अनि त्यसपछिबाट सबै फोटोहरू खिचिसकेपछि मात्र मैले चाहिँ नुहाएँ कि। म चाहिँ अब नुहाउनको लागि रेडी भइरहेको थिएँ। भिड चाहिँ एकदमै धेरै थियो नुहाउनको लागि पनि। अनि मेरो चाहिँ नुहाउनको लागि साथीहरू नै थिएन कि। मेरो सुनिता बहिनी पनि ननुहाउने भन्नुभयो। अनि यहाँ अगाडि यसो हेर्दै जाँदाखेरि 2जना आन्टीहरू हुँदो रहेछ। अनि आन्टीहरू पछाडि चाहिँ सँगै नुहाउनु पऱ्यो भनेर भने। अनि त्यसपछिबाट उहाँहरूसँगै नुहाउन लागिरहेको छु। जब चाहिँ ड्रेस चेन्ज गरेर नुहाउनको लागि यता आएँ नि हाम्रो खुट्टा त यस्तो भएको थियो, आइस चाहिँ जस्तै भएको थियो। अनि त्यसपछिबाट चाहिँ नुहाउन थालेँ होइन। कस्तो सासै फेर्नु गाह्रो भइरहेको थियो क्या मलाई त चिसो भएर। अनि भिज्दै गयो होइन। चिप्लो चाहिँ थिएन, मैले चाहिँ सोचेको थिएँ बा चिप्लो छ कि भनेर। तर पानी चाहिँ यस्तो धेरै कोल्ड है, यस्तो रमाइलो पनि भयो। अनि त्यसपछिबाट चाहिँ यहाँ सबै 108 धाराबाट नुहाइसकेर चाहिँ त्यहाँनिर डुब्नु पर्ने हुन्छ 2टा पोखरीमा होइन। त्यहाँनिर चाहिँ हामी गयौँ। अब सकेँ। अनि त्यसपछिबाट म जाँदैछु। पुरा चिसो भइरहेको थियो। अनि फेरि घाम पनि लागिरहेको थियो, रमाइलो पनि भइरहेको थियो म चाहिँ यहाँ डुब्नको लागि जानु परेको थियो नि त। अनि यहाँ अगाडिको दिदी चाहिँ थोरै भिडियोमा आएको छ। अगाडिको दिदी चाहिँ चिसो भएर सक्नु भएन कि। अनि मलाई नै जानु न भनेर भन्नुभयो होइन। हामी चाहिँ हाटसम्मतिर जाने प्लान बनाएको थियौँ। उहाँ अब निक्लिनु भयो। मलाई जानु भन्नुभयो। अनि म त गएँ। कस्तो चिप्लेको जस्तो भयो झन् लडेको। अनि यस्तो डर पनि लाग्यो, यस्तो चिसो पानी थियो। फेरि उहाँहरूलाई पनि होल्ड गर्नुपर्ने होइन। म त अब एक्लै भएको भए त सर्ट गरेर डुबेर गइहाल्थेँ। तर उहाँहरूलाई पनि सँगै होल्ड गर्दै लानुपर्ने हुँदाखेरि चाहिँ मलाई एकदम धेरै चिसो भयो। अनि म चाहिँ डुबेको मार्नु मलाई अलिक डर लाग्यो क्या, चिसो धेरै भइरहेको थियो। अनि यहाँ चाहिँ अगाडिको दिदीहरूले डुबेल्की लगाइराख्नु भएको थियो नि त। यहाँ चाहिँ अलिक सफा पनि थियो पानी। अनि त्यो हुँदाखेरि म पनि टाउको चाहिँ डुबाएँ भनौँ न। कस्तो रमाइलो फिल भयो मलाई चाहिँ एकदम। मेरो चाहिँ विस पुरा भयो यत्रो टाढो ठाउँबाट आएर पनि। मैले नगरेको भए चाहिँ मलाई एकदम रिग्रेटै हुन्थ्यो होला होइन। तर इट्स माई फर्स्ट टाइम। अनि त्यो हुँदाखेरि चाहिँ मैले गरेँ। अनि बल्ल गऱ्यो भन्ने जस्तो भयो। फाइनली गाइस ल इन डल जाडोले मर्छ गरम हैन हामी चाहिँ पूजा गरेर अब चाहिँ फर्किरहेछौँ। यो टाइममा चाहिँ हामी 3जना छौँ। म
भाइ अनि सुनिता बहिनी दिपेश मामाहरू र अर्को युनिक भाइ चाहिँ अर्को बाटो फर्किसक्नु भएको रहेछ हामी चाहिँ छिटो छिटो फर्किरहेका छौँ अनि यो बाटो चाहिँ एकदमै रमाइलो पनि लाग्यो अनि धुलो पनि रहेछ हैन धुलो पनि यो बाटोमा चाहिँ धेरै किसिमका सामग्रीहरू राखिरहेका थियौँ हामीले चाहिँ शिलाजित र आमालाई एक-एकवटा हामी चाहिँ अनि यो होटलमा खाना खाएर वी आर अन द वे टु अप्पर मुस्ताङ अनि बाटोमा एकदमै राम्रो भ्यूजहरू थियो हैन कस्तो अमेजिङ ठाउँहरू कति सुन्दर है कति राम्रो ठाउँहरू क्या अब हामी चाहिँ अब हिमालपारीको देश गएको हिमालपारीको जिल्ला गएको थियौँ नि त अनि हिमाल त पारी देखिने हैन अनि पहाडहरू पनि एकदमै राम्रो म त त्यतिखेर यस्तो खुसी भएको थिएँ है मेरो फ्यामिलीहरूलाई कति धेरै सम्झेँ आमा पापाहरूलाई अनि मैले चाहिँ भिडियो कलहरू गरेर नाना भेनाहरूलाई देखाएँ अनि उहाँहरूलाई पनि एकचोटि चाहिँ भिजिट गर्नु फेरि आउनुपर्छ भन्ने खालको कुराहरू चाहिँ गऱ्यौँ फोनमा साँच्चै नेपाल चाहिँ एकदमै नेचुरली ब्युटी होइन इट इज गड गिफ्टेडै हो कि अब यो चाहिँ सबैजना नेपाली विदेशी नागरिकहरू चाहिँ एकचोटि मुस्ताङ अनि त्यसमा पनि अझै अप्पर मुस्ताङ चाहिँ भिजिट गर्नै पर्छ क्या यहाँनिर फोटो खिच्ने क्रम जारी छ र यो चाहिँ एउटा अदृश्य तरिकाको मान्छेले निर्मित गरेको जस्तो छ एकदम रमाइलो भइरहेछ हावा चाहिँ एकदम निस्के चलिरहेछ यो चाहिँ काली गण्डकीको पुल हो यता चाहिँ हाम्रो नवसर हुन्छ म पुष्पकाश कतिजना छ हामी 7जना तिमीहरू हामी पनि 4जना 5जना छौँ 4जना हो नयाँ ठाउँ त्यही पाइरोडीको बाटो कुद्ने हो Yes. हामी चाहिँ बाटोमा एकदम रमाइलो गर्दै हामी चाहिँ फाइनली लोमनथाङ आइसकेका थियौँ र यो चाहिँ हाम्रो होटल थियो त्यसपछिबाट हामी चाहिँ भोलि माथि अप्पर मुस्ताङ केरेला नाका
जाने प्लान थियो र त्यही अनुसारले हामीले चाहिँ फाइनली गाइज हामी यहाँ चाइना नेपालको बोर्डर आइसकेको छ बहिनी आउनु अच्छा यहाँ के लेखेको रहेछ यहाँ चाइना बोर्डर चाहिँ एकदमै चिसो होइन एकदमै एउटा घर देखियो हावा चलेको अनि यहाँ चाहिँ हामी बाटोमा अन्तिम हो नि त अब यहाँ माथि जाने ठाउँै छैन चलिरहेको थियो अनि हामी चाहिँ यहाँनिर केरला नागामा पुग्यौँ यहाँ चाहिँ चाइनिज सामानहरू बेच्न राखेको त्यहाँको चाहिँ बेच्ने भनेको टोपीहरू अनि चाइनाको रक्सी नुडल्सहरू उतापट्टि हेर्नु त्यत्रो घरहरू छ कफीहरू पनि त्यहाँको नुडल्सहरू त्यहाँ बोर्डरमा फोटोहरू हामी चाहिँ यहाँनिर नेपाल र चाइनाको बोर्डरमा पनि फोटोहरू खिच्यौँ राष्ट्रिय झन्डा बोकेर अनि चाइनिज कफीहरू खायौँ होइन यो ठाउँमा चाहिँ एकदमै चिसो थियो अनि ओठ र गालाहरू चाहिँ एकदमै रातो त्यो चिसोले गर्दाखेरि पुरा रातो भइरहेको थियो क्या अनि हामी चाहिँ फोटोहरू केही लिएर के खाएर किनेर चाहिँ वेयर ब्याक टु लोमान्थाङ भन्दा पनि त्यहाँ एउटा गुफा रहेछ त्यहाँनिर हामी जाँदैछौँ अनि त्यो सुरु भइसक्यो है के गर्ने गर्न यता ध्वजातिर यता हामी यहाँबाट रिटर्न गरेपछि चाहिँ हामी यो गुफामा गयौँ यो गुफा चाहिँ धेरैवटा तल रहेछ हामीले सबै भिजिट गऱ्यौँ एकदमै रिस्क पनि थियो यहाँ भिजिट गर्नलाई डर पनि लागिरहेको थियो अनि रहस्यमय पनि रहेछ पहिला चाहिँ यहाँनिर झगडा गर्दाखेरि मान्छेहरू त्यहाँ बस्ने गरेको थिएछ अनि हामी यो होटलमा खानाहरू खाएर यहाँनिर पुरानो मुस्ताङ राजाको दरबार चाहिँ यो हो अनि हामी भिजिट गर्न गयौँ तर यो टाइममा चाहिँ दरबार बन्द भएको थियो हामी चाहिँ अप्पर मुस्ताङबाट फेरि रिटर्न हुँदै जाँदैछौँ अनि लोमान्थाङमा चाहिँ हामीलाई राति होटलमा चाहिँ अलिक गाह्रो भयो किनभने त्यहाँ चाहिँ अक्सिजन लेभल कम हुँदो रहेछ होइन हामीलाई अलिक सास फेर्नु चाहिँ गाह्रो भएको थियो अब चाहिँ फेरि म यहाँ अप्पर मुस्ताङदेखि चाहिँ पोखरा अनि हामीले कता घुम्यौँ भनेर म फेरि हाल्दैछु स्टे ट्युन एन्ड थ्याङ्क यू फर वाचिङ माई ब्लग है